जय मसीह। आज मिति 19 नोभेम्बर 2025। आजको प्रतिज्ञा वचन। एक अर्काप्रति द्वेष राख्दै हामी खोक्रो प्रशंसाको अभिलाषी नबनौं। गलाती 5 अध्यायको 26 पद। प्रिय दाजुभाइ र दिदीबहिनीहरू, आजको वचनले हाम्रो हृदयको दुई गहिरा क्षेत्रतर्फ ध्यान दिन भन्छ, द्वेष र खोक्रो प्रशंसा। पहिलो, एक अर्काप्रति द्वेष राख्दै। द्वेष मनमा राख्दा हाम्रो आत्मा कमजोर हुन्छ। यसले हाम्रो शान्ति चोरिदिन्छ, हाम्रो प्रार्थना ढिलो बनाउँछ र मानिससँगको सम्बन्ध बिगारिदिन्छ। यसुले भने चाहिँ क्षमा, प्रेम र दया नै वास्तविक शक्तिको चिन्ह हो। द्वेष बोकेर हिँड्नु भनेको आफ्नो हृदयमा विष बोकेर हिँड्नु जस्तै हो। दोस्रो, खोक्रो प्रशंसाको अभिलाषी नबनौं। संसारले मान, ताली र प्रशंसा माग्छ, तर ती क्षणभरका हुन्। हामीले मानिसको प्रशंसा होइन, परमेश्वरको मनपर्ने जस्ता जीवन खोज्नुपर्छ। खोक्रो गौरवले गर्व ल्याउँछ, नम्रताले अनुग्रह ल्याउँछ। परमेश्वरले गर्व गर्नेहरू होइन, नम्र हृदय भएका मानिसहरूलाई उठाउनुहुन्छ। आजको दिन द्वेष होइन, क्षमा, गौरवको चाहना होइन, नम्रता र तुलना होइन, सन्तोष बोकेर हिँडौं। तपाईको दिन प्रेम, शान्ति र आशीर्वादले भरिएको होस्। जय मसीह।